अशान्तिको भावना बोकेर शान्त खोज्नलाई मान्छे दौडिरहेको छ। यो कुराहरू पनि देखिरहेको छु। कुनै मन्दिरमा गएको छ, कुनै चर्चमा, कुनै मस्जिद, कुनै गुम्बा र कुनै खोला नाला, कुनै हिमाल पहाड शान्तको खोजीमा त्यति धेरै दौडिरहेको छ र त्यो सबै बाहिर बनावटी छ। यो कुरा बुझ्न जरुरी हो भन्ने छ। र यो भनेको के हो भने एउटा मान्छे भएपछि एउटा जात, नाम, एउटा धर्म, कर्मदेखि लिएर तपाईँ हिँड्नुपर्ने बाटोमा पनि अरूले सिकाएको छ र तपाईँको नाम पनि अरूले दिएको छ। तर एकचोटि तपाईँले विचार गर्नुहोस्, तपाईँले मनभित्रको एउटा भावना र आफूले आफूलाई सोध्नुहोस्, म को हुँ र म के हुँ। एउटा ऐनामा आफ्नो अनुहार हेरेर सोध्नुहोस्, प्रश्न खोज्नुहोस् र एउटा आनन्द पल, शान्त पल, शान्त केमा छ तपाईँले आफैलाई बुझ्नु जरुरत छ। सबै कुरा खोजेर पाइँदैन, सबै कुरा देखेर पाइँदैन र आफूले आफूमै बुझ्नुपर्छ। आफूमै छ सबैभन्दा शान्त हुन, शान्त, खुसी, रमाइलो छ। र कुनै चर्च, कुनै मन्दिर, कुनै मस्जिद, कुनै गुम्बा, कुनै जुनसुकै धर्ममा जानुहोस्, जुनसुकै हिमालमा जानुहोस्, जुनसुकै खोला नालामा जानुहोस्, त्यहाँ तपाईँले रमाइलो पल देख्नुहुन्न। तर 5 मिनटको एउटा टाइम निकालेर तपाईँले आफैलाई प्रश्न सोध्नुहोस् र तपाईँको मनको कुराहरू राख्नुहोस्। मनको कुरा एउटा मनसँग राख्नुहोस् र मन र दिमाग एकै ठाउँ लिएर सोच्नुहोस्। यो ब्रह्माण्डमा बारेमा बुझ्नुहोस्। बुझ्नु त भएको छ, तपाईँले पृथ्वी बुझ्नु भएको छ, सूर्य बुझ्नु भएको छ, चन्द्रमा बुझ्नु भएको छ, ब्ल्याक होल बुझ्नु भएको छ, त्यहाँदेखि धेरै 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 कुराहरू बुझ्नु भएको छ र ब्रह्माण्ड सबै बुझ्नु भएको छ। तर तपाईँले तपाईँको मन बुझ्नु भएको छैन र मन, दिमाग र ब्रह्माण्डलाई एकचोटि जोडेर तपाईँले एउटा ज्ञानमा बसेर, एउटा सोचमा बसेर सोध्नुहोस् तपाईँ को हो र किन यो पृथ्वीमा तपाईँ हुनुहुन्छ। त्यो तरिकाले तपाईँले तपाईँको मनलाई सोध्नुभयो भने त्यही नै हो आनन्द पल। कुनै संसार, कुनै ठाउँमा तपाईँ जानु जरुरत देख्दिनँ म। आफैलाई बुझ्नु चाहिँ जरुरी देख्दछु। त्यही नै छ तपाईँको आनन्द पल या एउटा रमाइलो पल, एउटा तपाईँको सारा खुसी त्यही नै छ। खोजिरहनु जरुरत देख्दिनँ। तपाईँ जुनसुकै स्थितिमा हुनुहोस्, अरबौँ करोडौँ होला तपाईँसँग, या तपाईँसँग 1 पैसा नहोला तपाईँको गोजीमा, तर पनि मनलाई बुझ्नुपर्छ। किनभने जन्मियौँ किन र मर्नु किन, त्यो बुझ्नु जरुरी देख्छु। तपाईँले तपाईँको मनसँग प्रश्न सोध्नुहोस् एकचोटि।